ललितपुर रेन्टल क्याटरिङ तथा पार्टी प्यालेससँगै जिन्याकगु वार्षिक साधारण सभाले च्याकगु अधिवेशन जुगुदो वार्षिक साधारण सभा ज्याजोले संघीय वरिष्ठ उपाध्यक्ष बाबुराजा महर्जन व्यवसायिक एकताबद्ध जुया न्याउनेता आह्वान यान दिल विशिष्ट अतिथि श्री दराबाई नगरपालिका नगरको श्री राजेन्द्र महर्जनजीलाई पनि हाम्रो यो उद्घाटन कार्यक्रम फरक खालको हुनेछ। डिस्कमा रिबन काटी हामीले उद्घाटन गरेका छौँ। तपाईहरुको साथ सहयोगबाट यो कार्यक्रम सफल भएको म ठान्दछु। तपाईको यो साथ र सहयोग सदैव रहिरहनेछ भन्ने म आशा व्यक्त गर्दछु र हामीले गरेका हरेक चीजमा हरेक कार्यक्रममा तपाईहरुको उपस्थिति एकदमै महत्त्वपूर्ण हुन्छ। हामीले गरेका हरेक कार्यक्रममा तपाईहरुको अमूल्य उपस्थितिबाट हाम्रो कार्यक्रम सफल भएको हामी सफल भएका छौँ र यसमा हाम्रो यो संस्था गौरवित भएका छौँ। आजको यस 8औं वार्षिक साधारण सभा तथा 8औं अधिवेशनमा हामीलाई विशेष रूपमा म धन्यवाद दिन चाहन्छु कि आजको यस कार्यक्रममा हामी नवनिर्वाचित सम्पूर्ण पदाधिकारीहरूलाई आफ्नो विशेष अमूल्य समय दिई उहाँले आफ्नो समय दिएर अग्रसम्म उहाँले अध्ययन गरिकन हामी निर्वाचित भएका सम्पूर्ण पदाधिकारीहरूलाई एउटा निर्वाचित रूपमा निर्वाचन गर्न सफल हुनुभएका निर्वाचन अधिकृत श्री चन्द्रप्रसाद बज्रराजलाई म विशेष रूपमा एकपटक जोरदार ताली बजाएर उहाँलाई धन्यवाद दिन चाहन्छु। वार्षिक साधारण सभा ज्याजोले क्षेत्रीय व्यवसाय समग्र विकास क्याटरिङ तथा पार्टी सेवा क्षेत्र खनिदुगु चुनौती अवसर व सहकार्य सम्भावना बारे छलफल जुगु ख धन्यवाद। जस्तै जलविनायक सञ्चालक प्रदीप शेषज्यूलाई पनि स्टेजमा आइ बाट सिमरिका महर्जन त्यस्तै महासङ्घ अध्यक्ष श्री केवीन्द्र सागी हुनुहुन्छ। उहाँले हामीले श्री गोकुल देसाईज्यूलाई मायाको चिनो श्री पुष्पराज साकीज्यूलाई मायाको चिनो ग्रहण गरेको। त्यस्तै